नमस्कार सबैजनालाई स्वागत गर्न चाहन्छु अर्को यो नयाँ भिडियोमा। आजको यस भिडियोमा मैले तपाईहरुलाई 2081 साल चैतको 2 गते नेपाली आर्मीको नेपाली सेनाको सैन्य पदमा सोधेको अंग्रेजी नेपाली गणित र सामान्य ज्ञान खण्डको क्वेशनहरु के थिए भनेर यो भिडियोमा चर्चा गर्नेवाला छु। तपाईहरु जो पनि साथीहरु हुनुहुन्छ जसले नेपाल आर्मीको सैन्यको अफिसर क्याडेटको अमलदार कर्मचारीको तयारी गरिराख्नु भएको छ भने यस्तै फर्मेटमा तपाईहरुको क्वेशन आउँछ नेपाल आर्मीको एक्जाममा है, लोकसेवाको एक्जाममा। सो फर्स्ट क्वेशन रहेको छ यो नेपाली रहेको छ। नेपाली व्याकरणमा नाम कति किसिमका छन् भने 5 किसिमका। त्यसैगरी निम्न शब्दहरु मध्ये कुन सर्वनाम हो भनेको सर्वनाम भनेको नामको साटोमा प्रयोग गरिने अर्को कुनै शब्दलाई चाहिँ हामीले सर्वनाम भनेर चिन्छौं। जुन चाहिँ हरियो भनेको नाम नै हो, किताब भनेको पनि नाम नै हो, दौडने भनेको चाहिँ अब क्रियापद भयो भने तपाई भनेको चाहिँ सर्वनाम हो है। त्यसैगरी राम्रो कुन प्रकारको शब्द हो भनेको छ। राम्रोले चाहिँ के गराउँछ भन्दा कुनै पनि चीजको विशेषतालाई जनाउँछ, त्यसकारण चाहिँ यो विशेषण हो है। त्यसैगरी दया, माया, प्रेम जस्ता नामहरु चाहिँ जस्ता शब्दहरु के हुन् त भन्दा भाववाचक, जसले चाहिँ भाव भित्री भावहरुको कुरा चाहिँ दर्शाउँछ नि त हैन, भावनालाई उजागर गर्छ। ती कुराहरु के हुन् त भन्दाखेरि भाववाचक नाम हुन् है। जस्तो व्यक्तिवाचक भने चाहिँ व्यक्ति भनेको राम श्याम हुन सक्छ। जातिवाचक भनेको कुनै समूहलाई तपाईले इन्डिकेट गर्नुभयो, हुललाई, त्यस्तोलाई चाहिँ जातिवाचक समूहवाचक भयो। भाववाचक भनेको चाहिँ कुनै भावलाई चाहिँ तपाईले प्रकट गर्नुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि भाववाचक नाम भनिन्छ है। भोकाएको बाघ डडडले घाँस खाँदैन भनेको छ। भोकाएको बाघबाट द्वाराको र अब ले चाहिँ घाँस खाँदैन हैन। त्यसैगरी कृष्ण हरिलाई लिन एयरपोर्ट पुग्यो भने चाहिँ कृष्ण हरिलाई लिन एयरपोर्ट पुग्यो भन्छ है। कम्प्युटरको प्रयोगले काम सजिलो हुन्छ भन्ने कुरा छ। मलाई क्रिकेट खेल मन पर्छ, यो वाक्यलाई चाहिँ बहुवचन बनाउँदा चाहिँ हामीलाई क्रिकेट खेल मन पर्छ भनेर बनाउनु पर्यो। समर्थनको विपरीतार्थ शब्द भनेको चाहिँ अपोजिट मिनिङ भनेको विरोध हुन्छ है। तलका मध्ये कुन चाहिँ विपरीतार्थ शब्द मिलेको छैन भने चाहिँ अब नित्यको चाहिँ अनित्य हुन्छ, प्रेमको घृणा हुन्छ, पण्डितको चाहिँ अविद्वान हुँदैन। यो पण्डितको विद्वान चाहिँ एउटै टाइपको भयो नि त हैन। अब पण्डितको बरु मूर्ख हुन सक्थ्यो विपरीतार्थ शब्द हैन। अब पण्डितको चाहिँ अधर्मी हुन सक्थ्यो विपरीतार्थ शब्द। यसरी चाहिँ तपाईले लेख्न सक्नुहुन्छ है। अब 11 बाट हाम्रो म्याथको क्वेशन छ। 2 + 2 डिवाइडेड बाइ तपाईको चाहिँ 2 को उत्तर कति हुन्छ भनेर भनेको छ। यसमा चाहिँ अब तपाईले के गर्नु पर्यो भन्दाखेरि चाहिँ बदमासको रुल लाउनु पर्यो। जस्तो अब तपाईले चाहिँ बदमासको रुलमा चाहिँ सबैभन्दा पहिला चाहिँ अब भाग नै हुन्छ नि त हैन। प्लस र डिवाइडमा चाहिँ डिवाइड अगाडि आउँछ नि। जस्तो अब तपाईले चाहिँ अब यतिकै हेरेर सर ल हेरेर 2 + 2 4 डिवाइड बाइ 2 गरिदिनु भयो भने त कति आउँछ एन्सर त 2 + 2 4 भयो। 4 लाई 2 ले भाग गर्दा 2 आउँछ। 2 मा टिक लगाइदिनुहुन्छ तर त्यो बिग्रिन्छ। सुरुमा चाहिँ भागको काम गर्ने हो कि हामीले प्लसको काम गर्ने हो त भन्दाखेरि भागको काम गर्ने हो नि त। त्यसपछि गुणनको काम गर्ने हो, त्यसपछि बल्ल प्लसको अनि माइनसको काम गर्ने हो नि हैन, बदमासको रुल अनुसार। सो त्यसकारण चाहिँ अब त्यो गर्दाखेरि चाहिँ के भयो, 2 ले 2 लाई भाग गर्दा 1 भयो, 1 + 2 3 भयो। यसरी आउँछ है। 2 दर्जन कपीको मूल्य रु 1200 पर्छ भने 6 वटा कपीको मूल्य कति पर्छ भनेको छ। 2 दर्जन कपीमा कतिवटा हुन्छन् त भन्दाखेरि चाहिँ 24 वटा हुन्छन् हैन कपीहरु। 1 दर्जनमा 12 वटा हुन्छन्। 24 वटाको 1200 पर्छ भने अब एउटाको कति पर्छ भन्दाखेरि चाहिँ 1 डिवाइड बाइ 24 कति 1200 डिवाइड बाइ 24 गर्नु पर्यो हो। अनि इन्टु 6 वटाको चाहियो भने चाहिँ हामीलाई 6 गर्दाखेरि 300 एन्सर आउँछ है। त्यसैगरी 250 को 50% कति हुन्छ भने चाहिँ अब 250 इन्टु 50/100 गर्नुभयो भने तपाईको 20% आउँछ। 5x = 135 छ भने x को अब x लाई यतै राख्नु पर्यो। 135 लाई चाहिँ 5 ले भाग गर्नु पर्यो, गर्दा 27 इन्टु 5 भनेको चाहिँ 135 हुन्छ है। हरिले रु 250 को सामान लिएर 30% नाफा लि बेच्दा कति नाफा भएछ भन्दाखेरि चाहिँ तपाईको 75 250 को 30% भनेर 250 इन्टु 30/100 गर्नु पर्यो। र अब यहाँ जीके का क्वेशनहरु छन् है। यो भन्दा पहिला मैले तपाईलाई एउटा महत्त्वपूर्ण जानकारी दिन चाहन्छु। तपाईहरुलाई नेपाल आर्मीको तयारीको लागि राम्रो पीडीएफ नोट चाहिएको छ। जीके को, आईक्यू को, त्यसैगरी इंग्लिश, नेपाली अनि नेपाल आर्मीको सेवा सम्बन्धी संविधानको भने हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज पनि गर्न सक्नुहुन्छ। तपाईहरुलाई हामीले राम्रो पीडीएफ नोट उपलब्ध गराउँछौं। हामीले अनलाइन क्लासहरु, फिजिकल क्लासहरु पनि चलाइरहेको छौं। अनलाइन क्लास, फिजिकल क्लास पढ्न मन छ, तपाईलाई नेपाल आर्मीमा भर्ती हुन मन छ भने पनि तपाईले हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्नु होला। यस्ता मोडल क्वेशनहरु, ओल्ड क्वेशनहरु हामीले हाम्रो वेबसाइट ज्ञानमार्ग.com मा पनि राखिदिन्छौं। गुगलमा गएर gyannmark.com भनेर सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। नेपालमा 8000 मिटर भन्दा अग्ला हिमाल कति छन् भने 8 वटा छन्। चीनसँग मात्र सीमाना जोडिएका नेपालका जिल्लाहरु भने 13। अब तपाईको चाहिँ कुनै पनि चीन र भारत दुवैसँग नजोडिएका भने चाहिँ अब तपाईको 37 वटा छन् हैन। अब भारतसँग मात्र जोडिएको भने 25 वटा यसरी जान्नुपर्छ है।
है तपाईले। बर्दिया राष्ट्रिय निकुञ्ज के को लागि प्रसिद्ध छ त भन्दा कृष्णसारको लागि है। बर्दिया राष्ट्रिय निकुञ्ज चाहिँ नेपालमा सबैभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज 2030 सालमा स्थापना भएको थियो। नेपालको सबैभन्दा गहिरो नदी भनेको गण्डकी नदी हो। नेपालमा कुन नदीलाई भारतमा घागडा भन्ने चिनिन्छ त भन्दा कर्णाली नदीलाई है। महेन्द्र राजमार्गलाई अर्को कुन नामले चिनिन्छ? पूर्व पश्चिम राजमार्ग भनेर चिनिन्छ। काठमाडौँ धुन्चे सडक कुन नामले नामकरण गरिएको छ त भन्दा पासाङ लामु मार्ग भनेर गरिएको छ है। नेपालको राष्ट्रिय गानका संगीतकार भनेको अमर गुरुङ हुन्। त्यसैगरी नेपालको राष्ट्रिय झण्डामा कतिवटा सुर रहेको सूर्यमा कतिवटा कोणयुक्त घेरा छ भन्दा 12 वटा छ है। राष्ट्रिय झण्डाको सूर्यमा कहिलेकाहीँ चाहिँ चन्द्रमामा पनि भने सोधिन्छ। नेपालको राष्ट्रिय झण्डामा कतिवटा रङहरू छन्? 3 वटा। दिएका मध्ये सबैभन्दा पहिला नामकरण भएको प्रदेश भनेको चाहिँ कर्णाली प्रदेश हो। सबैभन्दा पछि नामकरण भएको चाहिँ हाम्रो नेपालमा चाहिँ कोशी प्रदेश हो है। त्यसैगरी क्षेत्रफलको आधारमा सबैभन्दा सानो महानगरपालिका भनेको ललितपुर। नेपालमा 6 वटा महानगरपालिकाहरू छन् जुन चाहिँ के हुन् त भन्दा काठमाडौँ, ललितपुर, भरतपुर, वीरगञ्ज, विराटनगर र पोखरा। पोखरा सबैभन्दा ठुलो हो भने सबैभन्दा सानो चाहिँ ललितपुर। अब जनसङ्ख्याको हिसाबले भन्यो भने चाहिँ फेरि काठमाडौँ चाहिँ सबैभन्दा ठुलो महानगरपालिका हो है। त्यसैगरी बङ्गलादेशको मुद्रालाई बङ्गलादेशको पैसालाई हामीले टाका भन्छौँ भने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको स्थापनाकालीन सदस्य राष्ट्रहरू कति थियो त भन्दा 7 वटा। अहिले चाहिँ 8 वटा छन् है। अफगानिस्तान चाहिँ पछि थपिएको सदस्य राष्ट्र हो सार्कमा। यसरी जान्नुपर्छ तपाईले। तल दिएका मध्ये नेपाली सेनाको माथिल्लो दर्जा कुन हो त भन्दा महासेनानी, सहायक रथी, उपरथी र रथी मध्ये रथी हो है। त्यसैगरी अमलदार पद नेपाली सेनाको कुन वर्गमा पर्दछ त भन्दा बिल्लादारमा पर्छ। त्यसैगरी तलका मध्ये कुन दर्जाको दर्जनी चिन्हमा खुकुरी हुँदैन त भन्दा प्रमुख सुबेदारको चाहिँ दर्जनी चिन्हमा खुकुरी हुँदैन है। यो दर्जनी चिन्हहरू चाहिँ इम्पोर्टेन्ट छ है। यो एक्जाममा आउन सक्छ तपाईलाई, धेरै पटक आइराख्छ सबै। त्यसकारण सबैको दर्जनी चिन्ह तपाईले जान्नुपर्छ। नेपाली सेनामा क्रस खुकुरी कुन पदको दर्जनी चिन्ह त हो त भन्दा सहायक सेनानीको हो। र नेपाली सेनाको परमाधिपति को हुने व्यवस्था छ त भन्दा राष्ट्रपति हुने व्यवस्था छ है। त्यसैगरी प्रधान सेनापतिको नियुक्ति कसले गर्ने व्यवस्था छ त भन्दा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ। सैनिक ऐन 2000 अब यहाँ हेर्नु है। सैनिक ऐन 2063 को क्षेत्र अधिकारभित्र तलको मध्ये कुन पर्दैन भन्दाखेरि चाहिँ सर्वसाधारण पर्दैन। सैनिक व्यक्ति पर्छ। नेपाली सेनामा नियुक्ति हुन छानेको व्यक्ति पनि पर्छ। नेपाली सेनाको कामको सिलसिलामा गरेको गैर सैनिक पनि पर्यो है। कस्तो व्यक्ति नेपाली सेनामा नियुक्त हुन योग्य मानिन्छ भन्दाखेरि तोकिएको उमेर र योग्यता पुगेका भएको नेपाली नागरिक चाहिँ मानिन्छ। नेपाली सेनाका सैनिक व्यक्तिको अध्ययन विधा कसले स्वीकृत गर्छ? नेपाल सरकारले स्वीकृत गर्छ। नेपाली सेनाको अमलदार पदमा कार्यरत सुरक्षाकर्मीले कति वर्षको उमेर पुरा भएपछि सेवाबाट अवकाश पाउने व्यवस्था रहेको छ त भन्दा 47 वर्ष है। अब हामी इङ्ग्लिसको हेर्छौँ। हि रिड्स अयन दमा चाहिँ के हुन्छ त भन्दा अ न्युज पेपर एभ्रिडे हुन्छ है। काठमाडौँ इज द क्यापिटल, किनकि काठमाडौँ एउटा मात्रै छ नि त होइन अस्तित्वमा संसारभरि, त्यसकारण चाहिँ द आयो है। यस्टरडे आई स एन ओल हुन्छ है, किनकि भोवेल साउन्डहरू आयो नि त यहाँ। र अब वाट इज द सिङ्गुलर फर्म अफ बुक्स भन्यो भने चाहिँ बुक मात्रै भन्यो भने चाहिँ यसको सिङ्गुलर फर्म हो। बुक्स चाहिँ के भयो? यसको प्लुरल फर्म भयो है। आई स द मुभी के हुन्छ? इन द टिभी हुन्छ कि अन द टिभी हुन्छ कि बाई द टिभी हुन्छ कि एट द टिभी हुन्छ त भन्दा अन द टिभी हुन्छ है। राम गोज द स्कुल के हुन्छ? बाई अ बस एभ्री डे। त्यसै गरी मे आई कम इन हुन्छ है, जहिले पनि म भित्र आउन सक्छु त भन्छ है। आई ड्रिङ्क टी एभ्री डे भनेको हुन्छ। चुज द प्लुरल फर्म अफ लिभ भन्यो भने लिभ्स हुन्छ भने। विच सेन्टेन्स इज द सिम्पल पास्ट टेन्स भन्यो भने चाहिँ सिम्पल पास्ट टेन्समा के हुनु पर्यो? सब्जेक्ट प्लस भर्ब टु प्लस अब्जेक्ट हुनु पर्यो नि त होइन। आई बाउट दिस ब्युटिफुल पेन भनेर चाहिँ यो के भयो? सब्जेक्ट प्लस भर्ब टु प्लस अब्जेक्ट भयो। यसरी चाहिँ छ। अब तपाईँको विषयगत सब्जेक्टिभतर्फ चाहिँ तपाईँको अब इङ्ग्लिस छ। इङ्ग्लिसलाई चाहिँ के गर्यो भनेको छ त भन्दा ट्रान्सलेट द फलोइङ सेन्टेन्स इन्टु नेपाली भनेको छ। आई इट राइस, म भात खान्छु भन्न पऱ्यो। त्यसै गरी माई फ्रेन्ड वाच्ड अ मुभी भन्यो भने चाहिँ मेरो साथीले मुभी हेरे भनेर भन्नु पऱ्यो है। त्यसै गरी आई विल कल यु लेटर भन्यो भने चाहिँ म पछि केही समयपछि तिमीलाई चाहिँ कल गर्छु भनेर लेख्नु पऱ्यो। ट्रान्सलेट इन्टु इङ्ग्लिस भने मैले बिहान नास्ता गरेँ भन्नु पऱ्यो, उनीहरू स्कुल जान्छन् भन्नु पऱ्यो। यसलाई चाहिँ मिलाएर लेख्नु पऱ्यो तपाईँले है। र अब स्टुडेन्ट भन्यो भने चाहिँ कहाँ हुन्छन्? यो भीको स्कुलमा हुन्छ। आर्मी कहाँ हुन्छन् त? ब्यारेकमा हुन्छन्। प्लेन कहाँ हुन्छ? एयरपोर्टमा हुन्छ। पेसेन्ट कहाँ हुन्छ? हस्पिटलमा। बी भनेको कहाँ हुन्छन् त भन्दाखेरि हाइभमा है।
यसरी लेख्नु पर्यो। अब अक्षरलाई अङ्कमा र अङ्कलाई अक्षरमा लेख भनेर गणितको छ, यो भाग गर्नु छ, जोड गर्नुस् भन्ने छ। यसरी चाहिँ यस्ता खाले क्वेसन यो वर्षको सैन्य इक्जाममा आएका थिए है। तपाईहरुलाई मैले फेरि पनि भन्न चाहन्छु, तपाईहरुले अनलाइन क्लास पढ्नु मन छ, फिजिकल क्लास पढ्नु मन छ नेपाल आर्मीको लागि, सैन्यको, अफिसर क्याडेटको, अमलदार कर्मचारीको भने हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्न सक्नुहुन्छ। तपाईहरुलाई राम्रो पीडीएफ नोट चाहिएको छ भने पनि तपाईले हामीलाई सम्झिन सक्नुहुन्छ। के डाउटहरु छ, के जिज्ञासाहरु छ भने कमेन्ट गर्नु होला है। अब मेरो देश शीर्षकमा एउटा निबन्ध लेख्नुहोस् भनेको छ है। त्यसपछि अब कोष्टकमा परिवर्तन गर्नुहोस् भनेर सामान्य भविष्यकाल, सामान्य भूतकाल र सामान्य वर्तमान कालमा गर्नु भनेको छ है। यसरी चाहिँ यो वर्ष सैन्यमा आएको क्वेसनहरु मैले यहाँ राखेँ। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? थ्यांक यू।